मैनी मेरो छोराको कपाल काटिदियो आज बाबाले। यता हेर न। मैना मेरो छोरा कपाल छोटोमा चाहिँ कस्तो देख्छ अब। मिसी त लाउनै पर्छ नि यसको त। मलाई माया लाग्यो नि भाइ। यो अब बरबट बजार लगेर आज त होइन नुहाइदिनु पर्छ फेरि अन्त त्यो चिसो दिनमा। मिसिन भए त एकैछिनमा उपर थियो अरे नि पुण्य काकाहरूकोमा ल्याएको भए उसले फेरि नआउनु पर्छ ओस् भोलि भन्यो नि त। अन्त के त्यो एउटा रुमाल यसो बाँधेर चाहिँ त्यही टार्दिएको भए पनि भइहाल्छ। नानु कान्छीले हेरिरहेछ भाइको कपाल काटेको नि। यता हेर्नु नि यता हेर्नु नि कस्तो ह्यान्डसम देख्यो हामी नानीलाई त कपाल काट्दा नि ह्यान्डसम देखेछ है भाइलाई त। काटिँदैन नानी होइन हो कि आजको साइड थियो नि त शुक्रबार अन्त 29 तारिक यसको सुई थियो नि त फेरि हिजोको उतै कालिम्पोङ। अर्कै देखिहाल्यो नि छिप्पु न छिप्पु। अब यतिकै छोडिदिउँ नि। कैँची छैन ए कैँचीहरू उयो काहीँ हो छ नि हो काहीँको चाहिन्छ तिमीलाई त्यही होइन मिलाएर काटिदिउँ भनेर। अन्त त्यतिकै अलिक मिलाउँदै मिलाउँदै काट्नु। यस्तो हातले त टुकुहरूले काट्थ्यो आमा त। टुकु दिल त आफै काटिदिन्छ त फुपाको त काटिदिन्छ। म त काटिदिन्छु त्यो हातले त्यसरी कैँची लाउँदै काटिदिन्छ पुरै लाग्यो जिउ। यता हेर अन्त मिसिन लाउने भने किन मिलाएर काट्नु अन्त होस् न त्यतिकै मिसिन लगाइदियो। यसलाई त अर्कै बल्ल छोरा चाहिँ देख्यो अहिले चाहिँ बाबाको त काट्नु पर्दैन नि है नहल्ल है। अन्त मैले यिनीहरूको स्कुलमा जाँदा त कति कपाल काटिदिएको यसको त झन् सानो भएको छ नि त कपाल तर यस्तो यतापट्टि रहेछ अलिकति लामो। त्यसलाई चिलायो अब चिलायो नानी कसरी चिलायो। तिमीले अघि नै त्यस्तो काट्यौ भने त उयो लाउनु हुन्थ्यो नि त एउटा लुगा। अब यो त चुडिन्छ नि अहिले टक्टकमा त भइहाल्यो यस्तो कलिलो कपाल। ओइ भाइ आज त भाइ भयो हाम नानी। हेर यो के हो यो नानीको जाडा कपाल हाम नानी। आँखा छैन। ए जिसिबी त खन्नु यसलाई छिटो टकटक दिनुपर्छ यसलाई। हुँदैन जाउँ। खोइ कपाल खोइ खोइ कपाल खोइ कसले काटिदियो कसले काट्यो नानी। छामा त टाउकोमा कपाल रहेछ।